आजको यस भिडियोमा हामी राइटिङ 3 अन्तर्गतकै बुक रिभ्यू कसरी गर्ने हेर्नेछौँ। हामीले यो भन्दा अगाडिको भिडियोमा मुभी रिभ्यू कसरी गरिन्छ भनेर हेरेका थियौँ भने अब भने यस भिडियोमा बुक रिभ्यू कसरी गर्ने त। राइटिङ टास्क 3 यो 10 मार्क्समा आउने क्वेशन हो। 300 वर्ड्समा लेख्नुपर्छ यसको पनि। बुक रिभ्यू पुस्तक समीक्षा भनिन्छ जसलाई। यसको फर्म्याट हेरौँ। बुकको नाम लेख्ने यहाँ, त्यसैगरी अथर लेखक अथवा लेखिका, पब्लिसर पब्लिकेसनको नाम लेख्नु पर्यो यहाँ, त्यसैगरी पेज नम्बर, त्यो बुकमा कतिवटा पेज छ टोटल पेज नम्बर लेख्ने, ल्याङ्ग्वेज कुन भाषामा लेखिएको किताब हो त्यो लेख्नु पर्यो, त्यसैगरी जेनरा कुन जेनरा हो त हैन, फिक्सन हो कि नन फिक्सन हो कि लभ स्टोरी हो कि के हो त्यो लेख्नु पर्यो, पोम स्टोरी के हो, वान एक्ट प्ले के हो त्यो लेख्ने, त्यसैगरी प्राइस त्यो बुकको प्राइस कति छ त्यो लेख्नु पर्यो र पब्लिकेसन इयर त्यो बुक कहिले पब्लिस भएको हो त्यो इयर लेख्ने। यति लेखिसकेपछि अब हामी बाँकी लेख्ने भनेको प्याराग्राफमा लेख्छौँ। त्यसैगरी हामीले मुभी रिभ्यूमा गरेको जस्तै बुक रिभ्यूमा पनि हामी इन्ट्रोडक्सन प्याराग्राफ गर्छौँ सुरुमा। यो इन्ट्रो प्याराग्राफमा तपाईले माथि लेखेको कुराहरूलाई यहाँ प्याराग्राफमा लेखिदिनु भयो भने राम्रो हुन्छ। र यो इन्ट्रो प्याराग्राफ भयो, त्यसैगरी बडी प्याराग्राफ र कन्क्लुजन। अब यिनीहरूमा हामी के इन्क्लुड गर्न सक्छौँ, के लेख्छौँ त्यो चाहिँ हामी यो की पोइन्टको आधारमा हेर्छौँ है त। की पोइन्ट छ के हामी बुक रिभ्यूमा समेट्छौँ। बुक समरी भनेको बुकको सारांश लेख्नु पर्यो। त्यसैगरी मेन क्यारेक्टर्स अब मुख्य पात्रहरूको बारेमा, यदि यो ड्रामा हो हैन स्टोरी हो भने त्यहाँ वान एक्ट प्ले हो भने पात्रहरू हुन्छ, क्यारेक्टर्सहरू हुन्छन्, उनीहरूको बारेमा लेख्नु पर्यो, होइन भने क्यारेक्टर्सको बारेमा परेन। त्यसैगरी थीम्स त्यो बुकको सन्देश के हो त, त्यो बुकले दिन खोजेको सन्देश के हो त्यो लेख्ने। त्यसैगरी राइटिङ स्टाइल त्यो बुक कुन शैलीमा लेखिएको छ राइटिङ स्टाइल लेख्नु पर्यो। त्यसैगरी तपाईलाई त्यो बुक पढ्दाखेरि मन परेको कुराहरू र तपाईलाई त्यो बुक पढ्दै गर्दा मन नपरेका कुराहरू अथवा चित्त नबुझेका कुराहरू के छन् त्यो पनि केही कुराहरू लेख्नु पर्यो। मन पर्ने कुराहरू पनि लेख्नु पर्यो, मन नपर्ने कुरा पनि लेख्नु पर्यो, अनि मात्र समीक्षा हुन्छ है त। त्यसैगरी फेभरेट क्वेटहरू तपाईलाई पढ्दै गर्दाखेरि कहिलेकाहीँ चाहिँ केही लाइनहरू हैन खुब मन पर्छ, त्यो लाइनहरूलाई तपाईले चाहिँ लेख्नु पर्यो। त्यसैगरी अन्तिममा रेकमेन्डेसन, तपाईले त्यो बुक पढिसकेपछि तपाई त्यो बुक अरूलाई पनि पढ्नको लागि सिफारिस गर्नुहुन्छ कि हुन्न। यदि तपाईलाई मन पर्यो, राम्रो छ र अरूको लागि पनि फाइदा छ भने पक्कै पनि तपाईले सिफारिस गर्नुहुन्छ। र यदि तपाई अझ लेख्न चाहनुहुन्छ भने त्यो बुकलाई तपाईले रेटिङ पनि दिन सक्नुहुन्छ हैन। स्टार तपाई कति रेटिङ दिनुहुन्छ अथवा कति स्टार दिन चाहनुहुन्छ, त्यो बुकलाई 5 स्टारमा कति स्टार दिन चाहनुहुन्छ त्यो समेत लेख्न सकिन्छ। यसैगरी तपाईले एउटा बुकको रिभ्यू गर्नुहोला। कुनै पनि एउटा स्टोरी बुक अथवा कुनै पनि पोमको बुक लिएर गर्नुभयो भने बेस्ट हुन्छ। र राम्रोसँग तयारी गर्नुहोस्, राम्रोसँग प्र्याक्टिस गर्नुहोस्। यहाँहरू सबैजनालाई अल द बेस्ट।